दादा कहाँ हुनुहुन्छ? दादा सुन्नु त। दादा दादा सुन्नु त। होइन के भयो, किन कराएको? दादा भोलिबाट इक्जाम छ, कलेजको फी पनि तिरेको छैन। इक्जामको फी नतिर्दी मलाई इक्जाम लेख्न पनि दिनु हुँदैन। बहिनी मसित त पैसा छैन, राजकुमारसित पैसा छ कि एकतालि बुझी हेर न ल। दादा राजकुमार दादाले त दिनुहुन्न होला, गालीको मात्रै गर्नुहुन्छ। गर एकतालि भनी हेर न ल। हुन्छ। दादा दादा सुन्नु न, के भयो भन्। मेरो इक्जाम पर्सिबाट, मलाई इक्जामको फी तिर्ने पैसा चाहिएको छ। पैसा दिनु न दादा। छैन मसँग फाल्टो पैसा। जति बेला पैसा 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 कहाँबाट आउँछ मसँग चाहिँ पैसा? तेरो दाइले गरेर माग्छ, छैन मसँग अहिले। हेलो, ओए सुन्न, ल ल म आइहालेँ। दादा म एकछिन साथीसँग बाहिर गर्दा। ओइ भाइ, किन हेला गर्छस् हौ बहिनीलाई? हाम्रै त बहिनी हो। लु भयो ल, मलाई कसैले ज्ञान दिइबस्नु पर्दैन। हुन्छ आफ्नो बहिनी, सौताको छोरी छोडेर गएको छ आफ्नो बहिनी। तिमीलाई पनि अहिले दाइ भन्दिनँ म, होस् गर।